एक लगनी काम गरेर आफ्नो शरीरको लागि 1 घण्टा समय निकाल भन्दा थाकेको छु या त म सक्दिन भन्नेहरूको लागि यो भिडियो। बडी रिकम सिरिज डे 4। बिहान सधैँ म 9 बजे उठ्छु तर अल्छे भएर चाहिँ होइन है। त्यसपछि फ्रेस भएर डे ड्युटीको लागि निस्किन्छु। बडी रिकम सुरु गरेदेखि भातको ठाउँमा रोटी खान्छु। 10 to 5 ड्युटी सकेर रुम जान्छु। रुममा ब्याग प्याक गरेर जिम जान्छु। अनि जिमको 1 आवर 30 मिनट चाहिँ मेरो दिनभरिको बेस्ट आवर्स हुन्छ। जति नै थाकेको भए पनि मलाई जिम जानु भने चाहिँ छुट्टै जागर चलेर आइहाल्छ। ब्याक वर्कआउट सकेर हल्का फुल्का पोजिङ गरेर म जिमबाट निस्किएँ। रुम आएर चिकन बोइल गरेँ अनि व्हाइट ब्रेडमा पिनट बटर लगाएर खाएँ। त्यसपछि नाइट ड्युटी गएँ। ड्युटी सकेर रुम आएँ अनि सादा चटपटे र 5 वटा अन्डाको अमलेट बनाएर खाएँ। त्यसपछि भिडियो एडिट गरेँ अनि सुतेन। मेरो नि गल्ती छ आई गेट द्याट। अब दिन्न म तिमीलाई मात्रै दोष। नसा त गरे मैले के पुगेकै छैन मलाई तिम्रो डोज।